लसो सम्पूर्णमा नमस्कार त्यस्तैले आज हामी मिलिङ च्यासी गर्ने गइरहेको र त्यसैले सधैँ मैले बन्ने गरेर छु तर हाम्रो च्यासी पर्ने मित्रहरूले कुनै ठाउँमा चाहिँ यो कि मिले नमिलेको धेरै छुटिदिएको थियो अनि त्यसैले आज एउटा भिडियो सेयर गर्न चाहन्छु र प्रथममा यहाँको मुख्य चाहिँ तोर्मा होइन मुख्य चाहिँ बुत्ता हो अनि बुत्ता चाहिँ अब छोइस्याममा छ भने यसरी राख्ने छोइस्याम छैन भने अनि मजाले मिलेर अनि सबै ओछ्यानहरू राम्रो मिलेर बुत्ता यसरी राख्नु पर्यो र बुत्ताको अगाडि चाहिँ यो छोक्देन भन्छ यो 10वटा छाजा चाहिँ यसरी राख्नुपर्छ बिचमा 2टा अनि 4 दिशामा र आदिशामा अनि 4वटा गरेर 8वटा चाहिँ अनि यसो गरेर राखेर चाहिँ योले चाहिँ सिरप निङ्बो र अनि हाम्रो तेन्द्रे निङ्बो यतार्माको मन्दरको सुङ पनि हुनुपर्छ अनि रामना गर्नु परिन्छ है अनि त्यसैले यो चाहिँ हुनुपर्छ हामी चाहिँ अनि 10वटा छाजा यहाँ नराख्ने अनि पछि हाम्रो त्यो लुको 10वटा चाहिँ गारको टुप्पामा राख्ने गरिँदो रहेछ त्योहरू सबै तुट्टी हो ठुलो तुट्टी हो भन्ने चाहन्छु र त्यसैले 10वटा यो छाजा चाहिँ आजको पुनै सञ्चय गर्ने र अनि रक्षा गर्नेको सबभन्दा विशेष यो 10वटा छाजा हो त्यसैले पछि यो 10वटा छाजामा चाहिँ कलर पाइलो लगाउनुपर्छ र भित्तर मन्दर हाल्नुपर्छ है सुङ हाल्नुपर्छ त्यसपछि हाम्रो 3 नम्बर छेले चाहिँ बुत्ताको बायाँपट्टिबाट अनि छुपा नेचु तुन मिलाउँ भने हुन्छ बायाँबाट तर सधैँ हामी दायाँबाट मिल्ने गरे के भन्छ मिल्ने गरिरहेको कारणले गर्दा आज पनि एउटा दायाँबाट एउटा बायाँबाट मुनिबाट बायाँबाट छ तर सधैँ चाहिँ छुपा एउटाले पुग्छ अनि त्यसै गरी अब जसो भए पनि यहाँ सुङमाको सल्का पर्नुपर्छ भन्ने छैन र धाक्के छोगाहरू पर्नै पर्छ भन्ने छैन र यो चाहिँ तामजिङ चित्र हाम्रो सुङमा सबैको तोरमा चाहिँ हो आज पिलर सानो भएर अलि हल्का पिचर तीर्थक चित्र र सीतक चित्र पिचर भयो र यो बनायो हुन्छ नबनायो हुन्छ यो जसोमा पनि चाहिन्छ भन्ने छैन र त्यसपछि छुपाको कुरा यो भयो मुख्य चाहिँ अब हाम्रो साधनाको लागि अनि बुत्ताको अनि मूर्ति र यो 10वटा छाजा अनि त्यसपछि यो छुपाहरू चाहियो त्यसपछि हामी च्याप्सी बन्ने गरिन्छ च्याप्सीको मतलब चाहिँ 400 हो र 400 चाहिँ अनि त्यसपछि यो बुत्ताको दायाँ हातको चित्तरको बिचमा अनि पेममा र अनि अर्को यो त्योहरू मुख्यहरू लगेर त्यसमा चाहिँ अनि बिचमा चाहिँ हाम्रो छिन्दकको डालु भनेको चाहिँ छिन्दक जस्तैको अनि यो लुहरू बनाउनु पर्ने छ आज हाम्रो यहाँ छेउमा भने अझै बाँकी रहेछ त्यसपछि अनि मुनिको पेममा चाहिँ छाजाहरू चाहिँ राम्रो मिलाउनुपर्छ यो छाजाहरू चाहिँ खास यसरी माटोले बन्नु भएन यो छाजाहरू सबै पाकले छाप्नु पर्ने हुन्छ यसमा सुङ हाल्नु पनि भएन अनि यो चाहिँ अहिले हामी नफाल्ने नयाँतिर फाल्ने गर्दछ यो पनि ठुलो तुट्टी हो त्यसैले यो छाजाहरू चाहिँ लुसँगै फाल्नुपर्छ है त्यो छाजाहरू पाक्लो हुनुपर्छ किनभने माटोले बनायो भने धेरै समयसम्म बच्छ पाक्लो भनेपछि त्यही दिन नै कि त अर्कोले खान्छ कि त बिलेर जान्छ है त्यो छाजा 100वटा त्यसपछिको सेतो मुख्यमा चाहिँ अनि 100वटा स्याल्से यसरी ती स्याल्सेमा कार्जिम पनि गर्नु पर्दैन त्यसपछिको अनि मुख्य रातो मुख्यमा चाहिँ यसो गरेर छुम्मे 100वटा त्यसपछिको अनि बाहिरको निलो मुख्यमा चाहिँ 100वटा मान्छेको अनि चित्र छापेको चाहिँ यसो राख्नुपर्छ अब आज चाहिँ हाम्रो चाहिँ 2-2 जना भएको कारणले गर्दा अनि 50वटा चाहिँ हामीले राखेछु त्यसपछि अनि लुहरू चाहिँ के भन्छ दुधहरू अब आजको विशेष पाहुना भनेको यो 4जना हो 4जनाले चाहिँ उताकोले चाहिँ लाबुतु भन्छ सधैँ चाहिँ हामी लाबुतु सेतो हुन्छ न्युमुतु पाइलो हुन्छ अनि चितकतु कालो र अनि न्युमो के भन्छ फुङ्बुतु चाहिँ रातो हुने गरिन्छ तर च्याप्सीमा विशेष के छ भने सेतो लाबु देवापुत्र मार चाहिँ सेतो नै छ अनि यो के भन्छ यो न्युमो त्यो चाहिँ अनि यसो गरेर चाहिँ क्लेश मार चाहिँ रातो छ अनि मृत्युमार चाहिँ कालो छ अनि
स्कन्दमार्ग चाहिँ पाइलो छ र यसमा पनि हाम्रो त्रुटिहरू देखिन्छ। हुने त राम्रो हो, तर जब मुनिको यो मैले अहिले तोर्मा स्याहाइराखेको छैन हो, यो स्याहाइराखेको ठाउँमा चाहिँ हामीले यति मारहरूको रूप भन्यो भने त्यसपछि चाहिँ त्यो मारको पिछाडबाट चाहिँ यो नाम्ख र यो दातार आफ्नै कलरको दातार बाहेक यो चितारहरू चाहिँ फेरि त्यहाँ गाड्नु जरुर पर्दैन है। तर चितर गर्ने गरिसकेपछि चाहिँ अनि मुनिको चाहिँ स्याल्सा भने हुन्छ है, स्याल्सा एउटा एउटा तोर्मा भने हुन्छ र त्यसको माथि चाहिँ चितर यो भएपछि मुनि चाहिँ चितर छाप्ने र फेरि चितर बनाउनु जरुर पर्दैन। अनि त्यो घाम्रुङ भन्छ नि, जुन भए जस्तो बनेको हुन्छ कि छापिएको हुन्छ कि एउटा चित्र हुन्छ र त्यसो राख्ने भने हुन्छ। त्यस कारण अनि यसो राख्ने, अनि त्यसपछि चाहिँ यो के भन्छ पिक्चरको चाहिँ नाम्खा भयो, अनि त्यसपछि दातार राख्ने है। दातार चाहिँ अहिले चाहिँ यसरी राखेर राख्नु पर्यो, दातार 4वटा र पछि चाहिँ यो फाल्ने बेलामा यो दातार 4वटा चाहिँ अनि फिर्ता लिएर अनि आउनु पर्यो है। अनि यो अहिले चाहिँ मार पनि भित्र फर्किराख्नु पर्यो र हाम्रो डालु छिन्दाको डालु पनि यसो गरेर चाहिँ बुट्टा माथि सोस्यामपट्टि फर्किराख्नु पर्यो। अहिले हाम्रो धेरै ठाउँमा के भएछ भने अब सुरुदेखि नै यो डालु पनि बाहिर फर्किएको, थुइ पनि बाहिर फर्किएको, मार पनि बाहिर फर्किएको राखेको देखिन्छ र धेरै जस्तोले यो डालु चाहिँ बाहिर राखेर अनि यही ठाउँमा चाहिँ बुट्टा राखेको पनि देखिन्छ। त्योहरू सबै त्रुटि हो, किनभने क्याप्सी तङ्गेन हाम्रो अहिले पयुल परम्पराले परिरहेको क्यासी तङ्गेनमा चाहिँ अलिक परम्परा छुटेछ। उहाँहरूको जस्तो हामीले हेर्नु भएन, उहाँको क्यासी तङ्गेन भन्छ पुस्तकमै छुटे हो र त्यसको चाहिँ अहिले विधिहरू छुटेछ। त्यसैलाई हाम्रो यो क्याप्सी मिलाउने पनि चारपाटेमा मिलाउँछ र अनि त्यहाँमा चाहिँ बुद्धको अनि त्यो मूर्तिहरू सोफाहरू चाहिँ सेन्टरमा मिलाएको चाहिँ परम्परा रहेछ। र मिलिङकोमा चाहिँ यो इतिहास अनुसारले पहिला इन्द्र राजा जुन लायाङबु ख्याचिन छ नि, जस्तो के भन्छ देवताको राजा, अनि लायाङबु ख्याचिनले चाहिँ अनि बिरामी भएपछि उहाँ मृत्युको नजिक पुग्दा चाहिँ उहाँ डरेर चाहिँ बुद्धको शरणमा जानुभयो र त्यसपछि चाहिँ बुद्धले चाहिँ हातको सेन्टरमा चाहिँ ख्याचिनले राखेर चाहिँ अनि 4वटा औँलाको टुप्पामा 4 मारहरू बलाएर त्यो औँलाको भित्रमा चाहिँ यो 400 बतरहरू तर्ब्याहरू अनि यो तर्ब्याहरू जुन सामग्रीहरू छ नि योहरू चाहिँ अनि समाधिले मिलाएर चाहिँ उहाँले दिनुभयो। दिइसकेपछि चाहिँ अनि के भन्छ अनि लायाङबु ख्याचिन चाहिँ मुक्त हुनुभएको थियो, रोगबाट मुक्त भएर उहाँ मृत्युबाट अनि बचाउनु भएको थियो। त्यही परम्पराले चाहिँ आएको हो यो चाहिँ। त्यस कारणले गर्दा चाहिँ यो हाम्रो मिलिङको परम्परा चाहिँ त्यही इतिहासमा जे छ पहिला बुद्धको पालोमा जस्तो गरेको थियो त्यसैले नै यो बुद्धको हातको मुद्रा लेखेर चाहिँ हातको मण्डला लेखेर चाहिँ त्यही सेन्टरमा चाहिँ छिन्दाको डालु राखेर चाहिँ त्यही सेन्टर भित्रको रेखाहरूमा चाहिँ अनि यस्तो तर्ब्याहरू राखेर चाहिँ अनि 4 औँलाको टुप्पामा यो मारहरू राख्ने गरिन्छ। र यो अहिले पर्ने बेलामा चाहिँ सबै मण्डलामा माथि छेउछेउमा फर्केर राख्नुपर्छ भने अनि जुन हाम्रो दोक्पा सकिन्छ, दोक्पा सकेपछि चाहिँ त्यसपछि चाहिँ यो के भन्छ तुहरू पनि बाहिर फर्किन्छ लाने बेलामा चाहिँ, अनि मान्छे पनि बाहिर फर्किन्छ है। अनि त्यसपछि चाहिँ जुन फाल्ने बेलामा चाहिँ अब त्यो विधि अनुसारले फालिसकेपछि चाहिँ अनि त्यसपछि त्यो जुन पछाडि राखेको यो दातारले चाहिँ टिपेर चाहिँ अनि त्यही गर्न गरिन्छ है। यो के भन्छ अनि टासी लर्चर गर्न गरिन्छ र यस्तै हो। क्याप्सीको मण्डला यस्तो हुनुपर्छ है। पछाडिबाट हेर्दा चाहिँ ठ्याक्क माथि बुद्धको अगाडिबाट अनि यो चाहिँ हाम्रो मिलिङ परम्परा चप्चे 53 वर्षको सिन्डी अनुसारको हो। र मान्छेकोमा चाहिँ अब जुन आँगामा हाल्नेहरू भयो, मुखमा हाल्नेहरू भयो, अनि टाउकोमा हाल्ने कुराहरू भयो, हातमा हाल्ने कुराहरू भयो, जस्तो हातमा के छ फलाम होइन, खुट्टामा तामा, अनि मुखमा डुम्बु, अनि आँगामा के भन्छ छ नि यो लुङथाङ, अनि त्यस्तै कपालको सट्टामा शेरमिटा भन्छ नि जो चराको बुलाबाई त्यसै, अनि यो के भन्छ
अ, मुख्य चाहिँ जुन हाम्रो पाँचतातेको मन्दर यो अक्षर मन्दर लेखेर चाहिँ त्यो चाहिँ नाइरोभित्र हाल्नुपर्छ है। यो आजकल नगर्ने धेरै रहेछ र झ्याप्सी चाहिँ बुद्धको आफ्नै परम्परा हो, यो झाँक्री परम्परा होइन रहेछ, फुम्बो परम्परा होइन रहेछ। र त्यही कारणले गर्दा हामी आफैले यो धेरै फाइदाहरू पनि छ। यो अब प्रथममा छाजा 100वटा चढाएको पुण्यले गर्दा हामी के भन्छ स्कन्द मारबाट मुक्त हुने रहेछ। त्यस कारणले गर्दा हामी रोग बिमार कम हुन्छ। र अनि यो स्याल्से बलि निवेद्य अनि निवेद्य के भन्छ अब यो ठ्याक्कै मैले चाहिँ नेपालमा बनाएन। निवेद्य जुन हाम्रो त्योहरू छ स्याल्सेहरू छ 100वटा, त्यो चाहिँ चढाएको अनि पुण्यले गर्दा चाहिँ अनि देवपुत्र मारबाट मुक्त हुन्छ र हाम्रो मनमा दुःख सुख चाहना त्यो राग आशा त्यस्तोहरूबाट हामी मुक्त हुन्छ। र त्यसपछि हाम्रो यो छुम्मेहरू चाहिँ बातीहरू चाहिँ अनि के भन्छ क्लेश मारले चढेको पुण्यले गर्दा चाहिँ हामीहरू सबै अज्ञानताबाट मुक्त भएर चाहिँ ज्ञानी बन्न सकिन्छ। र त्यसपछिको यो लुदहरू सबै चाहिँ अनि मृत्युपाती अनि मारले चढाएको पुण्यले गर्दा चाहिँ हामीहरू सबै चाहिँ आयु लम्बाउन सकिन्छ। विशेष गरी यो रोग बिमारहरूको लागि चाहिँ हामी गर्न सकिन्छ। त्यो जस्तो अब यो स्याल्से चढेको कारणले गर्दा हामी सन्तुष्टि हुनु मिल्छ र हामी धन सम्पत्ति धेरै हुन्छ। र छाजा चढेको कारणले गर्दा हामी रोग बिमार कम हुन्छ। अनि बाती चढाएको कारणले गर्दा हामी बुद्धिमान हुन्छ। र त्यस जस्तो हामी यो के भन्छ लु चढेको कारणले गर्दा चाहिँ हामी अनि आयु लामो हुन्छ है। अनि त्यसैले यो 400वटा विशेष गुण ज्ञान दिन्छ र फलहरू पनि विशेष छ। र त्यस कारणले गर्दा यो झ्याप्सी महत्त्वपूर्ण छ। अनि झ्याप्सी गर्ने बेलामा विधि चाहिँ पुरा गर्न सके धेरै राम्रो हुन्छ भन्ने चाहन्छु। अब केही नपुग्यो जस्तो केही कन्फ्युज जस्तो भयो भने कमेन्ट गरिदिनु होला, म फेरि पछि भिडियो बनाएर हालिदिन्छु।